तपाईँ धारा 2 मा लैजानु, धारा 3 मा जान्छ भने धारा 3 मा लैजानुहोस्, अन्य कानुनी व्यवस्था के छ त्यसमा लैजानु भनिसकेपछि मेरो प्रमुख सचेतकलाई लागि मानव एकछिनको लागि केही कुरा सोचेको हो भने उहाँले जे अध्ययन छ, उहाँले जे जानकारी छ त्यही नै भन्नुहुन्छ। उहाँको इच्छा पनि थियो धारा 2 मा जाने भनिसकेपछि यो त अनौठो कुरा होइन जस्तो लाग्छ। माननीय मन्त्रीले थाहासँग मेरो जिज्ञासा छ। पहिले यो सब पहिले मसँग सम्बन्धित विषय सबै पत्रकार सम्मेलन गर्दा पनि बाहिर सुरक्षाकर्मी चाहिँ पर्याप्तै राख्नु परेको अवस्था छ। आखिर महोत्तरीका एकजना नेता आज मध्य प्रदेशको मुख्यमन्त्री हुनुभएको छ। यो अवस्था यसरी नै चल्ने हो कि एउटा सहज वातावरण? म तपाईँलाई रञ्जनजीलाई के भन्न चाहन्छु भने म त अहिले मुख्यमन्त्री छु। मलाई सेक्युरिटी चाहिन्न भन्दा पनि सेक्युरिटी आउँछ। मैले पत्रकारसँग सामाजिक सञ्जालमा आइसकेको छु, अनलाइन न्युजले बजाइसकेको छ भनिसकेपछि प्रदेशको मुख्यमन्त्रीले गर्ने पत्रकार सम्मेलनमा बाहिरको अवस्था यस्तो छ भन्दा सेक्युरिटीको आफ्नो धर्म हो, सुरक्षा निकायको आफ्नो धर्म हो, प्रशासन पठाउनु, प्रहरी पठाउनु र त्यसलाई सुरक्षा दिनु होइन, यो त राज्यको विधिवत ढङ्गले प्रक्रिया अगाडि बढ्ने विषय हुन्छ। एउटा मुख्यमन्त्रीले सहज रूपमा कहिले आफ्नो कार्यभार सम्हाल्दा मैले भन्न खोजेको त्यो म यसो गरौँ, रञ्जनजीको कुरा पहिला जवाब दिउँ। अब सहज रूपमा जुन भन्नु भने मैले फेरि पनि भन्छु, म आफ्नो कार्यभार सम्हाल्नको निम्ति मेरो कार्यकक्ष त हुनु पर्यो नि। उहाँले के अरे रमनजीले भन्नु गृह मन्त्रालयमा गएर कार्यभार सम्हाल्नु, अरे मुख्यमन्त्रीको त आफ्नै कार्यालय हुन्छ नि। मुख्यमन्त्रीको कार्यालय गृह मन्त्रालयको कार्यालय हुँदैन। हिजो जितेन्द्र शर्माजीले गृह मन्त्रालयमा गएर कार्यभार सम्हाल्नु, म त गृह मन्त्रालयमा गएर कार्यभार सम्हाल्ने पक्षमा छैन। म मुख्यमन्त्री कार्यालय नै तपाईँको चाहिने मुख्यमन्त्री कार्यालयकै के अरे चेम्बरमा सम्हाल्न तपाईँको चाहिने म निवेदन गर्न चाहन्छु। अब तपाईँले केही प्रश्नहरू सोध्नु भयो मुख्यमन्त्री आफूलाई वैधानिक रूपमा र अब यहाँलाई दलको विश्वास कतिको पाउने सम्भावना रहनु? मैले त्यो विषयमा छलफल प्रारम्भ गरिसकेको छु। यो विषयमा मैले करिब सदनमा रहेका सम्पूर्ण राजनीतिकहरूको सम्पर्कमा आइसकेको छु। उहाँहरू पनि आउनुभएको छ। कोही दलको नेता नहुँदा प्रमुख सचेतक वा त्यसको कुनै वरिष्ठ नेतासँग नियमित सम्पर्कमा छु। अब म आज काठमाडौँ जाने तयारीमा छु। काठमाडौँमा तपाईँको चाहिँ नियुक्ति सम्बन्धी विषयमा मेरो दलको पनि के अरे अध्यक्षले, मेरो केन्द्रीय अध्यक्षले अलिकति कन्सर्न राख्नु भएको छ के भएको हो होइन, र नेपाली कङ्ग्रेसको कार्यवाहक सभापतिले पनि कन्सर्न राखिरहनु भएको छ। त्यसै कारणले गर्दा मलाई उहाँलाई गएर ब्रिफ गर्नुपर्ने हुनसक्छ। म त्यहाँ जान्छु होइन। र यो तपाईँले भने जस्तै अब मैले यो प्रक्रिया सहमति विश्वासको वातावरणको लागि मैले के अरे प्रक्रिया अगाडि बढाइसकेको छु, सहकारी अगाडि बढाइसकेको छु, संवाद अगाडि बढाइसकेको छु। अब अर्को विषय म तपाईँलाई एउटा विषय तपाईँहरूले मलाई सोध्नु भयो, बजारमा व्यापक चर्चाको विषय छ। तपाईँलाई विश्वास मन्त्रीले 30 दिनभित्र दिनुपर्ने तपाईँको बाध्यता छ, त्यो आयो तपाईँले फेस गर्नु पर्यो। यदि काङ्ग्रेसले दिएन, सबै सोचौँ काङ्ग्रेसले दिएन भने तपाईँको सहयोगमा अन्य प्रदेशमा बनेको सरकार जान्छ। अब यो यसको निर्णयकर्ता म होइन होइन, म मध्य प्रदेशको दलको नेता भएको कारणले गर्दा यहाँकै विषयमा म बोल्छु। अन्य प्रदेशको त त्यो दलको नेताले बोल्नु होला। म फेरि पनि तपाईँलाई क्लियर के गरिदिन चाहन्छु भने यदि मेरो नियुक्तिप्रति असन्तुष्टि केही छ भने म फेरि पनि भन्छु, जति अहिले कति सदस्य मोर्चा बन्नुभयो नि, कति सदस्य 73 जनाको हस्ताक्षरले वा त्यति के अरे 6 जना 7वटा जुन दल छ त्यो दलले नेपाली कङ्ग्रेसको दलको नेतालाई मुख्यमन्त्री बनाउन तयार छ भने म फेरि पनि भन्छु म पनि तयार हुन सक्छु है। मेरो पनि त्यसमा समर्थन रहन सक्छ। नेपाली कङ्ग्रेसको नेतृत्वमा सरकार बन्यो भने अरू दलमा तत्काल अहिले हुँदैन। उहाँले मसँग के अरे नेतृत्वको मलाई बनाइदिनको निम्ति आग्रह गरेको कारणले गर्दा उहाँले वचन दिएको थिएँ र धारा 3 मा बन्दाखेरि म उहाँकै नेतृत्वमा सरकारमा बनाउँथेँ भन्ने म अहिले पनि क्लियर गर्न चाहन्छु। असन्तुष्टि यहाँ मात्रै छैन, सङ्घीय सरकारले यहाँलाई नियुक्त गर्ने प्रदेश प्रमुखलाई बर्खास्त गरिसक्नु भएको छ, यसलाई कसरी लिनुहुन्छ? फेरि पनि भने त मैले सङ्घीय सरकारले त अहिलेको यो प्रदेश सभा रुचाएकै छैन। सङ्घीय सरकारले त देशको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई रुचाएकै छैन होइन। त्यसै कारणले गर्दा उहाँले त तपाईँको चाहिने मेरो नियुक्तिभन्दा अगाडि नै
तपाईँको अन्य देशका के अरे राजदूतहरूलाई फिर्ता बोलाउनु पर्छ। अब तपाईँले भन्नु न त्यो किन बोलाएको हो भनेपछि सरकारको निर्णयको विषय हो। अब प्रदेश प्रमुखजीलाई तपाईँको चाहिने यही निर्णयको लागि मात्रै पदमुक्त गरेको होइन कि तपाईँको यसको अगाडि पनि र प्रदेश सभामा तपाईँको विघटन होस्, यस्तो खालको वितृष्णा जागोस् भन्ने उद्देश्यकै साथै छ है। यसमा क्लियर हुनु चाहिँ तपाईँहरू। मुख्यमन्त्री मेरो अन्तिम दिएर छ यो खास गरी तपाईँले भन्नुभयो कार्यालय छ, ठिकै छ कार्यालय छ, तर कार्यालय नभए पनि तपाईँ अहिले अल्पत्र अवस्थामा हुनुहुन्छ। एउटा मुख्यमन्त्री भएर प्रदेशको निवास तपाईँको मुख्यमन्त्रीको लागि गाडी छ, त्यसको लागि तपाईँले कति पहल गर्नुभयो कि मलाई निवास चाहियो? मैले तपाईँको मान्य जितेन्द्र सोनमजीलाई उहाँको निवासमै गएर घोक्रियाएर बाहिर निकालेर म त्यो निवासमा जाने मुडमा छैन। क्लियर हुनुहोस् है। उहाँले 2-4 दिन मलाई समस्या भयो, आखिर भुल्न पनि सक्छ नि, उहाँको सामग्री होला के होला होइन। अनि उहाँले छोडेपछि नै म जाने हो। एउटा मुख्यमन्त्री जस्तो गरिमाको पदमा बसिसकेको मान्छेलाई मैले भन्नुपर्ने हो र? म मन्त्री थिएँ, भौतिक मन्त्री, 3 चोटि भौतिक मन्त्री भएँ। तपाईँलाई थाहा छैन, जुन दिन राजीनामा दिएँ त्यही दिन गाडी छोडेको छु, जुन दिन राजीनामा दिएँ त्यही दिन म क्वार्टर छोडेको छु। यति त तपाईँहरूले देख्नु भएको छ नि। विगतमा को मुख्यमन्त्री पनि मान्य सरोज यादव जसपाको तर्फबाट मुख्यमन्त्री हुनुभएको थियो। उहाँले त मुख्यमन्त्रीबाट रिजेक्ट के अरे पदमुक्त भइसकेपछि गाडी पनि त्यही दिन बुझाइदिनु हो होइन। तपाईँको चाहिने के अरे क्वार्टर पनि छोडिदिनु हो, आफ्नो सामान पनि लानु हो। सतीश सिंहजीको पनि त्यही व्यवहार हेरेँ। अब मान्य जितेन्द्र सोलनजीको व्यवहार त तपाईँहरूले नै हेर्ने हो, मध्य प्रदेशको जनताहरूले नै हेर्ने हो। म गएर त्यहाँ फाइट गरेर म त्यो क्वार्टरमा पसौँ भन्ने त हुँदैन नि। अब रह्यो कार्यालयको कुरा, कार्यालयको कुरा भनिसकेँ त मैले। मेरो जति मार्फतका कर्मचारी छ, मन्त्री परिषदका कार्यालयका तपाईँको कर्मचारीहरू छ, कार्यालय व्यवस्थापन गर्न लागेको छ। अब कार्यालय व्यवस्थापन गरिसकेपछि मलाई खबर आउँछ। म आज न भोलि पर्सि तपाईँको चाहिने कार्यकलाप भाग सम्हाल्छु नै। थुप्रै देखिरहेको छु मन्त्रीहरू तपाईँको 1 हप्तापछि तपाईँको कार्यभार सम्हालेको, अन्य मुख्यमन्त्रीहरू पनि 2 दिनपछि कार्यभार सम्हालेको। यो त अभ्यास छ नि। म फेरि पनि भन्न चाहन्छु, अहिले 1-2वटा प्रश्न तपाईँहरूले सोध्नु भएन। जस्तै रमनजीले फेरि सोध्नु, मैले यही विषय सोध्न के अरे जिज्ञासा मेरो तपाईँहरूको बिचमा राखौँ भनेको थिएँ। म एउटा चिजमा फेरि तपाईँहरूलाई निवेदन गर्न चाहन्छु कि मलाई मेरो नियुक्तिसँग कसैको असन्तुष्टि छ भने त्यसको कानुनी उपचार खोज्नुपर्छ है। असन्तुष्टि हुने मान्छे सिँगै देशको झन्डालाई लट्याउने, सिँगै देशको तपाईँको शिर निहुर्याउने काम गर्नु हुँदैन। म लज्जित छु। म तपाईँलाई के आग्रह गर्न चाहन्छु भने नेपाली काङ्ग्रेसको दलको उपनेता पूर्व मन्त्री वीरेन्द्र सिंहजीले राष्ट्रिय झन्डा फाल्ने जुन काम गर्नुभयो, जुन भिडियो हेर्ने, म तपाईँको असाध्यै तपाईँको चाहिँ लज्जित भएको छु होइन। हाम्रै म प्रदेशको एकजना पूर्व मन्त्री अहिलेको वर्तमान माननीयले राष्ट्रिय झन्डा फालेको विषय, त्यसो भने नेपाली काङ्ग्रेस जस्तो गरिमामय पार्टी जो राष्ट्रियताको लागि देशको लागि लड्दै आएको पार्टी हो, त उहाँको सदस्यले राष्ट्रिय झन्डालाई अपमान गरेको विषय मलाई रुचाएको छैन। म यतिजना पत्रकार साथीहरूको अगाडि के भन्न चाहन्छु भने राष्ट्रिय अस्मितासँग नखेलौँ, राष्ट्रिय झन्डालाई, राष्ट्रिय स्वाभिमानलाई नगिराउँ, राष्ट्रियतालाई धरापमा नपारौँ। मेरो मुख्यमन्त्री प्राविधिक चिज हो। म तपाईँको राष्ट्रियताप्रति खेल्ने कसैले काम गर्यो भने राष्ट्रियतालाई जोगाउनको निम्ति, राष्ट्रिय झन्डालाई जोगाउनको निम्ति जुनसुकै बेला पनि मुख्यमन्त्रीबाट म राजीनामा गर्न सक्छु। यहाँले भने जस्तै मध्य प्रदेशमा एमाले विश्वास गरेर बढीभन्दा बढी सिट भयो, पहिलो पार्टीमा हुनुभयो। तर तपाईँको एउटा मिस्टेकले भोटरमा गएर शपथ ग्रहण गरिसकेपछि प्रदेशमा एमालेको साथ बढेको साथ यहाँले घटाउनु भयो। जनमानसको गुनासो के भन्न चाहन्छ र त्यो साथ बढाउने यहाँले के गर्नुहुन्छ? म निवेदन गर्न चाहन्छु, यो जनताको सरोकारको विषय हो। अहिलेको जनता तपाईँले भने जस्तै तपाईँको सेन्टिमेन्टल छैन। किन भन्दाखेरि विगतमा मध्य प्रदेशमा एमालेको निषेधको राजनीति, एमालेलाई भित्र छिर्दै नदिने खालको आन्दोलन गरेको विषय तपाईँलाई जानकारी छ कि छैन? त्यसो भए कारणले 5 वर्षमा बित्दै सदनमा रहेको प्रमुख राजनीतिक दलको अवस्था के हो? आज 5 सिट, 7 सिट, 8 सिट, 9 सिटमा झरेको छ नि। नेकपा एमाले त 5 वर्ष सरकारमा गए, तर नेकपा एमाले लिएको नीति, नेकपा एमाले सदनमा गरेको व्यवहार, नेकपा एमाले सदनमा बोकेका मुद्दा एजेन्डालाई नै लिएर तपाईँको तेस्रो पार्टीबाट प्रथम पार्टी भयो। सरकारमा रहेका दलहरूले राम्रो काम गरेको भए उहाँ त त्यो सङ्ख्याभन्दा त पार गरेर तपाईँको झन् ठुलो सङ्ख्यामा जित्नुपर्ने हो नि। हामी त 5 वर्ष मध्य प्रदेशको सरकारमा गएनौँ अघिल्लो कार्यकालमा।
त्यसै कारणले गर्दा नेकपा एमाले प्रति कुनै तपाईँको चाहिँ नि दलको समर्थित कार्यकर्ताको नेकपा एमालेको साख घट्यो भन्ने जुन अभिव्यक्ति छ त्यो कदापि तपाईँको चाहिँ सत्य होइन। नेकपा एमालेको साख घट्यो भन्ने चिज त आम जनताले बोल्ने भने निर्वाचनमा देखाउने होला नि। नेकपा एमालेको के अरे नेतृत्वमा नबने पनि विगतमा मैले सरकारमा बसेर काम जुन गरेका छु, जुन तपाईँको झन्डै 1300 करोडको ठेक्का लगाएर काम प्रक्रियाहरू अगाडि बढाएको छु, त्यसको मूल्याङ्कन त जनताले गर्ला कि नगर्ला?